नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले विद्यार्थीलाई बुझ्ने हाम्रो दृष्टिकोणलाई अझ फराकिलो बनाउँछ। यो कुरा रिपोर्ट कार्डको नम्बरभन्दा धेरै परको हो। सुरुवात एउटा महत्त्वपूर्ण प्रश्नबाट गरौँ है त। लिखित परीक्षाहरूले विद्यार्थीको ज्ञान त पक्कै जाच्छन्, तर उनीहरूको बानी बेहोरा, सामाजिक सिप वा अरूसँगको व्यवहार जस्ता कुराहरू नि ती पक्षहरूलाई चाहिँ कसरी बुझ्ने होला? हो, यसको जवाफ एकदमै सरल छ, तर त्यति नै शक्तिशाली पनि। र त्यो हो अवलोकन। अब अवलोकन त भनियो, तर यो खासमा हो के त? आउनुहोस्, यसलाई अलि विस्तारमा बुझौँ। साधारण भाषामा भन्नुपर्दा यो भनेको हाम्रा इन्द्रियहरू जस्तै आँखा र कान प्रयोग गरेर कुनै पनि घटना, व्यवहार वा प्रक्रियालाई एकदमै ध्यान दिएर हेर्ने, सुन्ने र बुझ्ने काम हो। यसरी नै त हामी जानकारी सङ्कलन गर्छौँ। र यो हाम्रो वरिपरि, खास गरी विद्यालयमा जताततै भइरहेको हुन्छ। सोच्नुहोस् त, कक्षा कोठामा शिक्षकले विद्यार्थीको व्यवहार र सहभागितालाई निहालिरहनु भएको हुन्छ। विज्ञान प्रयोगशालामा एउटा बिरुवा दिनदिनै कसरी बढ्दैछ भनेर हेर्नु पनि त अवलोकन नै हो। अनि खेल मैदानमा विद्यार्थीहरू एक अर्कासँग कसरी खेल्छन्, कस्तो व्यवहार गर्छन् भनेर हेर्नु, यी सबै अवलोकनका उत्कृष्ट उदाहरणहरू हुन्। तर अवलोकनको एउटै मात्र तरिका हुँदैन। यसलाई मुख्य रूपमा दुई भागमा बाँडेर हेर्न सकिन्छ। एउटा हो औपचारिक अवलोकन र अर्को अनौपचारिक। आउनुहोस्, अब यिनीहरूको बारेमा एक एक गरी कुरा गरौँ। ल, सबैभन्दा पहिले यो औपचारिक अवलोकन के हो त्यहाँबाट सुरु गरौँ। यो चाहिँ एकदमै योजनाबद्ध र व्यवस्थित तरिकाले गरिने अवलोकन हो। यसमा के हेर्ने, कसरी हेर्ने भनेर पहिले नै उद्देश्य र मापदण्ड तोकिएको हुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, जसको अवलोकन गरिँदैछ उनीहरूलाई तपाईँको मूल्याङ्कन हुँदैछ है भनेर पहिल्यै जानकारी दिएको हुन्छ। औपचारिक अवलोकनका केही मुख्य विशेषताहरू छन्, जस्तै यसको उद्देश्य र योजना पहिल्यै नै तय गरिएको हुन्छ। अवलोकन गर्दा निश्चित मापदण्ड वा चेकलिस्टहरू प्रयोग गरिन्छ, अनि जे देखिन्छ त्यसलाई लिखित रूपमा रेकर्ड गरिन्छ। त्यसैले त यो अनुसन्धान र आधिकारिक मूल्याङ्कन जस्ता कामहरूमा बढी प्रयोग हुन्छ। अब औपचारिक अवलोकनको कुरा त भयो, अब यसको ठिक उल्टो अनौपचारिक अवलोकनतिर लागौँ। यसलाई प्राकृतिक दृष्टिकोण पनि भन्न सकिन्छ। यो चाहिँ औपचारिक अवलोकनभन्दा बिल्कुल फरक छ। यहाँ विद्यार्थीहरूलाई उनीहरूको मूल्याङ्कन हुँदैछ भन्ने कुनै जानकारी नै दिइँदैन। उनीहरू आफ्नो नियमित काम गरिरहेका हुन्छन् र त्यही बेला उनीहरूको व्यवहारलाई स्वाभाविक रूपमा हेरिन्छ। अब प्रश्न उठ्छ, यसो किन गर्ने त? किनभने यसले विद्यार्थीको वास्तविक व्यवहार बाहिर ल्याउँछ। उनीहरूको साँचो रुचि के हो, उनीहरूले आफ्ना भावनाहरू कसरी व्यक्त गर्छन्, नियमहरू मान्छन् कि मान्दैनन्, र समग्रमा उनीहरूको दृष्टिकोण कस्तो छ, यस्ता कुराहरू थाहा पाउन यो तरिका एकदमै प्रभावकारी हुन्छ। ल, हामीले औपचारिक र अनौपचारिक अवलोकनबारे त बुझ्यौँ, तर आखिरमा यी दुवै किन यति धेरै महत्त्वपूर्ण छन् त? यसको महत्त्व के हो? यसको सार यही एउटा भनाइमा लुकेको छ। अवलोकनले हामीलाई परीक्षाको अङ्क मात्र होइन, विद्यार्थीको समग्र रूपलाई बुझ्न मद्दत गर्छ। यसले के देखाउँछ भने अवलोकनको माध्यमबाट शिक्षकहरूले विद्यार्थीको पढाइ मात्रै होइन, उनीहरूको बानी, व्यवहार र सामाजिक पक्षलाई पनि बुझेर एउटा पूर्ण तस्विर तयार पार्न सक्छन्। अन्त्यमा यसले हामीलाई एउटा गम्भीर प्रश्नमा ल्याइपुर्याउँछ। आजको आधुनिक शिक्षामा विद्यार्थीको विकासलाई साँच्चीकै बुझ्नका लागि हामीलाई कस्तो अवलोकनको बढी आवश्यकता छ? योजनाबद्ध र संरक्षित अवलोकनको कि त्योभन्दा बढी स्वाभाविक र अनौपचारिक अवलोकनको? अथवा यी दुई बीच सही सन्तुलन कसरी कायम गर्ने होला?